नमस्ते लसु फ्याफुल्ला सबैजनालाई। आज म नामको पछाडि थरको सट्टामा लामा या तामाङ लेख्नु र नाम थर दुवैको पछाडि चाहिँ तामाङ शब्द लेख्नु ठिक हो कि बेठिक हो भन्ने विषयमा आफ्नो विचार राख्न गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यसको लागि अलिकति पृष्ठभूमितिरै जाउँ। हाम्रो तामाङ समुदायमा नामको पछाडि थरको सट्टामा लामा या तामाङ लेख्ने प्रचलन धेरै पहिलेदेखि चल्दै आएको विषय हो र यस अर्थमा चाहिँ नामको पछाडि लामा या तामाङ लेख्नु खासै गलत जस्तो देखिँदैन। तर पछिल्लो समयमा जसरी नाम थरको पछाडि तामाङ शब्द लेख्ने प्रचलन ट्रेन्डिङको रूपमा आइरहेको छ, यसको पछाडि एउटा मनोविज्ञानले काम गरेको पाइन्छ र यो जुन चाहिँ तथ्यपरक र यथार्थपरक छैन भन्ने कुरा म राख्न चाहन्छु र यो विषयलाई अलिकति गहन ढङ्गले बुझ्नको लागि हामी प्रश्नावलीको माध्यमबाट अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ। त्यही भएर अब हामी पहिलो प्रश्नबाटै के हो त यो नाम थरको पछाडि तामाङ लेख्नु चाहिँ ठिक हो कि गलत हो भन्ने विषयमा अगाडि बढ्न जाँदैछौँ। आउनुहोस् प्रश्न नम्बर 1 बाट अगाडि बढौँ। प्रश्न नम्बर 1 रहेको छ, नामको पछाडि थरको सट्टामा लामा या तामाङ लेख्ने प्रचलन वा नाम थर दुवैको पछाडि तामाङ लेख्ने प्रचलन कसरी अगाडि बढ्यो त? यस प्रश्नको उत्तर खोज्ने क्रममा मैले दुईटा कारण पाएँ। पहिलो कारण, तामाङ समुदायमा नामको पछाडि थरको सट्टामा लामा या तामाङ लेख्दै आएको प्रचलन। दोस्रो, राष्ट्रिय तथ्याङ्कमा तामाङ जातिको सङ्ख्या चाहिँ यथार्थपरक देखिएन अथवा बढोत्तरी भएन भन्ने भाष्य। यो दुई कारणले चाहिँ तामाङ जातिमा नामको पछाडि थरको सट्टामा तामाङ या लामा र नाम थर दुवैको पछाडि तामाङ लेख्ने प्रचलन बढ्दै आएको भेटिएको छ। दोस्रो प्रश्नतर्फ लागौँ। के नामको पछाडि थरको सट्टामा लामा या तामाङ लेख्नु या नाम थर दुवैको पछाडि तामाङ लेख्नु सही हो त? सर्वप्रथम त पहिलो कारण अनुसार परापूर्व कालदेखि नै तामाङ समुदायमा नामको पछाडि थरको सट्टामा लामा या तामाङ लेख्नु त्यति गलत मानिँदैन। तर यथार्थपरक विवरण दिने हो भने यो गलत विषय हो। किनभने जहाँ तपाईँ नाम पछाडि थर सोधिएको हुन्छ तर तपाईँ नामको पछाडि तामाङ भनेर जात या लामा भनेर धार्मिक पेसालाई राखिएको हुन्छ, जुन तपाईँको न लामा थर हो न तपाईँको तामाङ थर हो। त्यसो भएको कारणले नाम पछाडि थर सोधेको ठाउँमा थरै राखेर नाम र थर कायम गर्यो भने तपाईँको यथार्थ विवरण आउँछ। त्यसैले नामको पछाडि थर लेख्नु पर्दछ। जस्तै मेरो नाम माइती स्याङ्बो हो र मेरो नाम माइती हो भने थर मेरो स्याङ्बो हो। त्यसो भएको कारणले नामको पछाडि थर लेखेर आफ्नो व्यक्तिगत विवरण अथवा पेश गर्दा अथवा नामकरण गर्दाखेरि आफ्नो बालबच्चाको नामकरण गर्दाखेरि त्यो अत्यन्तै उपयुक्त र सही हुन्छ। अब हामी दोस्रो कारणतर्फ लागौँ। दोस्रो कारण अनुसार राष्ट्रिय तथ्याङ्क विभागमा तामाङ जातिहरूको चाहिँ यथार्थपरक विवरण आएन। त्यसो भएको कारणले नामको पछाडि तामाङ लेखे पछाडि यथार्थ विवरण आउँछ भन्ने खालको एउटा भ्रामक र मिथ्य तर्क राखेको पाइन्छ। तपाईँले एउटा कुरा के बुझ्नुपर्छ भनेदेखि राष्ट्रिय तथ्याङ्क विभागले अर्थात् नेपाल सरकारले जनसङ्ख्या वर्गीकरण गर्दाखेरि जातको आधारमा वर्गीकरण गर्छ, तपाईँको भाषाको आधारमा वर्गीकरण गर्छ, धर्मको आधारमा वर्गीकरण गर्छ, तर नामको आधारमा वर्गीकरण गर्दैन। तपाईँले नामको पछाडि जे लेख्नुहोस्, चाहे तामाङ लेख्नुहोस्, चाहे बाहुन लेख्नुहोस्, चाहे राई लेख्नुहोस्, चाहे लिम्बू लेख्नुहोस् या चाहे शेर्पा लेख्नुहोस्, त्यसले तपाईँको जातित्वमा कुनै पनि असर गर्दैन। किनभने तपाईँले नाम थरमा जे लेख्यो त्यसलाई नाममै गरिन्छ र नामको आधारमा कहिले पनि तपाईँको वर्गीकरण हुँदैन। त्यसो भएको कारणले तपाईँले यदि राष्ट्रिय तथ्याङ्क विभागबाट कुनै पनि फारम भर्दा या सरकारी कार्यालयमा आफ्नो विवरण भर्दाखेरि नाम थरको ठाउँमा नाम थर, जाति के जात हो त भन्दाखेरि तामाङ, के भाषा बोल्नुहुन्छ भन्दाखेरि तामाङ र के धर्म मान्नुहुन्छ भन्दाखेरि बौद्ध धर्म भनेर तपाईँले विवरण दिनुभयो भने अनि मात्र तपाईँ स्पष्ट रूपमा जातिमा तपाईँ तामाङमा लिस्टेड हुनुहुन्छ, सूचीकृत हुनुहुन्छ, भाषामा तपाईँ तामाङ भाषा मान्नेमा सूचीकृत हुनुहुन्छ र धर्ममा तपाईँ बौद्ध धर्म मान्नेमा सूचीकृत हुनुहुन्छ। तर नामको पछाडि चाहिँ तामाङ लेखिदिने र जातको ठाउँमा
थाहा छैन भनेर राखिदियो भने तपाईँ अन्यमा सूचीकृत हुन्छ र तपाईँ नामको पछाडि तामाङ लेख्दा पनि तपाईँ तामाङ जातिमा सूचीकृत हुन सक्दैन। त्यसो भएको कारणले जुन नामको पछाडि तामाङ लेख्दैमा चाहिँ तपाईँ तामाङमा सूचीकृत हुन्छ भन्ने भ्रामक र मिथ्या तर्क छ, यसको पछाडि नलगाउँ र नामको पछाडि तामाङ लेखिरहनु पर्दैन। अब हामी तेस्रो प्रश्नतर्फ लागौँ। तेस्रो प्रश्न रहेको छ, त्यसो भए सही तरिका के त, अथवा के गर्दा तथ्याङ्क विभागमा तामाङको सङ्ख्या बढोत्तरी हुन्छ अथवा तामाङको चाहिँ यथार्थ विवरण आउँछ भन्नेतर्फ लागौँ। सर्वप्रथम त तपाईँले राष्ट्रिय तथ्याङ्क विभागमा आफ्नो यथार्थ विवरण राख्न चाहनुहुन्छ भने र सरकारी कार्यालयहरूमा आफ्नो यथार्थ विवरण राख्न चाहनुहुन्छ भने र तामाङको सङ्ख्यालाई बढोत्तरी गर्न चाहनुहुन्छ अथवा यथार्थपरक बनाउन चाहनुहुन्छ भने चाहिँ त्यसको लागि राष्ट्रिय जनगणना आउँदा या सरकारी कार्यालयहरूमा जन्म दर्ता, बिहे दर्ता, मृत्यु दर्ता अथवा कुनै पनि फारमहरू, व्यक्तिगत विवरणको फारमहरू भर्दा या सङ्घ स्तरमा फारम भर्दाखेरि चाहिँ तपाईँले सोधिएको विवरण स्पष्ट लेखिदिनुपर्छ। त्यहाँ के लेखिएको हुन्छ भन्दाखेरि तपाईँको नाम त सोधिएको हुन्छ, तपाईँको जात सोधिएको हुन्छ, तपाईँको भाषा सोधिएको हुन्छ र तपाईँको धर्म सोधिएको हुन्छ। यो सोधिएको ठाउँमा तपाईँले नाम थर सोधिएको ठाउँमा तपाईँको नाम र थर लेखिदिनुहोस्। तपाईँको भाषा सोधेको ठाउँमा तामाङ लेखिदिनुहोस्। तपाईँको जात सोधेको ठाउँमा तामाङ लेखिदिनुहोस् र धर्म सोधेको ठाउँमा तपाईँले बौद्ध लेखिदिनु भयो भने तपाईँलाई त्यो संस्थाले सरकारी फारम भर्दाखेरि सरकारी कार्यालयले वा जनगणनामा आउँदाखेरि राष्ट्रिय तथ्याङ्क विभागले तपाईँले यदि नाम थर आफ्नो जे लेखिएको भए तापनि यदि जातमा चाहिँ तामाङ लेखिएको छ भने तपाईँ तामाङ जातिमा सूचीकृत हुनुहुन्छ र यदि भाषामा चाहिँ तपाईँले तामाङ लेखिदिनु भएको छ भने तामाङ भाषा बोल्नेमा तपाईँ सूचीकृत हुनुहुन्छ र तामाङ भाषा बोल्ने सङ्ख्याको यथार्थ सङ्ख्या आउँछ। तपाईँले धर्म के मान्नुहुन्छ भनेर सोद्धाखेरि तपाईँले म बौद्ध धर्म मान्छु भनेर भन्नुभयो भने तपाईँ राष्ट्रिय जनगणनामा बौद्ध धर्म मान्नेमा सूचीकृत हुन्छ र बौद्ध धर्मको पनि त्यहाँ यथार्थ विवरण आउँछ। तपाईँ मातृभाषा के बोल्नुहुन्छ भन्नुहुँदाखेरि तपाईँले चाहिँ म चाहिँ तामाङ भाषा बोल्छु भन्नुभयो भने तपाईँको त्यतिखेर तामाङ भाषा बोल्नेको सङ्ख्यामा यथार्थता आउँछ। जाति तपाईँ कुन जाति हो भन्नुहुँदाखेरि तपाईँले म तामाङ जाति हो भनेर लेख्नुभयो भने त्यतिखेर तपाईँको तामाङ जातिमा यथार्थ विवरण आउँछ। तर तपाईँले नाम र थरको पछाडि चाहिँ तामाङ लेखिदिनु भयो र जातिको ठाउँमा तपाईँले थाहा छैन या अन्य भनिदिनु भयो भने त्यतिखेर तपाईँ तामाङ जाति भए पनि र नाम र थरको पछाडि तामाङ लेखिँदा पनि तपाईँको यथार्थ विवरण आउँदैन। त्यसो भएको कारणले तपाईँले सरकारी कार्यालयमा, तथ्याङ्क विभागमा या कुनै पनि कार्यालयमा आफ्नो व्यक्तिगत विवरण दिँदाखेरि चाहिँ जहिले पनि आफ्नो नाम थर सोधेको ठाउँमा नाम थर लेखिदिनुहोस्, जात सोधेको तामाङ लेखिदिनुहोस्, अनि भाषा सोधेको ठाउँमा पनि तामाङ लेखिदिनुहोस्, धर्म सोधेको ठाउँमा पनि बौद्ध लेखिदिनुहोस् र यसरी सही विवरण दिनुभयो भने तपाईँको राष्ट्रिय तथ्याङ्क विभागको पनि सरकारी कार्यालयमा या अरू कुनै संस्थामा तपाईँको यथार्थ विवरण आउँछ। त्यसो भएको कारणले तपाईँले आफ्नो नामकरण गर्दा या आफ्नो बालबच्चाको नामकरण गर्दा पनि अब नाम पछि थर लेख्ने गरौँ। नाम थरको पछाडि तामाङ लेख्नु उचित छैन र यो आवश्यक छैन, यो अनावश्यक कुरा हो। त्यदि तपाईँले रहरै लाग्यो भने पनि त लेख्दा पनि भयो, होइन भने तपाईँले नाम र थर लेखिदिनुहोस् र नाम र थरबाट तपाईँले नामकरण गर्नुभयो भने त्यो तपाईँको असाध्यै उत्तम आइडिया हुन्छ भन्ने म आफ्नो राय व्यक्त गर्न चाहन्छु। आज मैले हाम्रो तामाङ समुदायमा तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूले नामको पछाडि थरको सट्टामा लामा या तामाङ लेख्ने प्रचलन र नाम थर दुवैको पछाडि तामाङ लेख्ने प्रचलन जुन रहँदै आएको छ, यो ठिक हो कि बेठिक हो र यो लेख्नु आवश्यक छ कि छैन अथवा कसरी लेख्ने भन्ने विषयमा आफ्नो विचार राखेँ र विचार राख्ने प्रयास पनि गरेँ। यदि यहाँलाई यो भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला। यो मेरो च्यानल नयाँ छ, यसलाई सब्सक्राइब पनि गरिदिनु होला। यदि यो भिडियो ठिक छ, अरूले पनि सुन्नुपर्छ र यो विषयमा थाहा पाउनुपर्छ भन्ने जस्तो लाग्यो भने भिडियोलाई सेयर पनि गरिदिनु होला र यहाँको अमूल्य सुझावहरू छ भने कमेन्ट बक्समा राखिदिनु होला। आज बिदा हुन्छु, नेक्स्ट भिडियोमा भेटौँला। नमस्ते, धन्यवाद। लासो फ्याफुल्ला थुजे।